मेरो भैँसी चाहिँ उता गइरहेछ बिहान उठेपछि यस्तै कामहरूले पटा सुरु हुन्छ मेरो बिहानी चाहिँ मैलाई सम्झे त्यहाँ तिमी रोयो के लाग्छ बरिलै तिम्रो माया शीतल जोन भलु ब्रस चाहिँ भुइँमा खसिँदै गयो माया दिने चोतारी साथीहरू बाटो त खतरा छ नि कपाल त्यसको खुट्टाको गर्दै नि कपाल चाहिँ के पिठा बनाएको त्यसको यस्तो छ पिठा त्यो कपाल नखोरेको पनि कति दिन भइसक्यो हिजो धोएर त्यत्तिकै नखोरिराखेर यस्तो भइरहेको छ नि मलाई कपाल कोर्नु जत्तिकै यति धेरै अल्छी लाग्ने पोका पाएर फुट्यो कपाल स्याहार्नु अल्छी लाग्छ भ्यू हेर्नु पर्दा चाहिँ साथीहरू यस्तो छ है यता हुँदा चाहिँ हाम्रो बस्तु चर्ने चरन ओइ जा छिटो तर आमा गइसक्यो तम्बो जङ्गल तर जङ्गल गाउँ छ हाम्रो चाहिँ छ गाउँले जिन्दगी यता चाहिँ हाम्रो गाउँ यता हाम्रो चाहिँ मछिलो सानो खोल्सी झेरझेरे भन्ने ठाउँ चाहिँ यता चाहिँ यहाँदेखि माथि यो डाँडादेखि पल्लो डाँडामा स्कुल छ है फेरि गाउँघरमा त्यस्तैमा हुन्छ स्कुल सहर बजारमा हुने कुरा हुँदैन म चाहिँ यहाँबाट घर फर्किनु पर्ने हुन्छ घरमा गएर अरू काम गर्नुपर्ने हुन्छ ब्रसले हान्दै गए माछीले खाने आए म त कान्छी तिम्रो छेउ छैन रहेछ साथीहरू माछा भनेको त होइन परेछ यस्तो धेरै माछा हुन्छ भनेको त नाही हे माछा मछली नो यस्तो पहिरो भर्काउँदा लास्टै मजा आउँछ ओ माई गड सबै लुगा भिज्यो पहिले केटाकेटीमा यस्तो चकचक गर्थेँ अहिले चाहिँ बुढेसकाल लाग्यो होइन त तेरो के कसो चाहिँ खोला साह्रै अल्छी लाग्यो माछा मछली हो बेबीहरू साथी देख्नु
साथीहरू गीतले देख्नु पार्ने माछा प्रभाव भनेको यही हो माछा कता गएको माछा नै छ है ऊ ब्युटिफुल यहाँ आयो क्या परफर्मेन्स नि पक्रिनु सक्नु अब सबैको छोरा मन भारी छिटो भयो बुझ्दैन के माछामा सबैको आशा राखेर यता भइरहेछ हो हामी सबैले उफ उफ तपाईँले गाएको गीत एकदम सानो feel छिटो गर्यौँ। बुझ्दैन थ्याङ्क यू सर स्याबास। के भएको के भएको के भएको अनि चिनी एउटा यस्तो स्पेसल भएको चाहिँ के लाग्छ कि नि मैले त तिमीले कस्तो गायो पनि मैले त याद गरिनँ तिमीले एकदम आज feel चाहिँ म गरेको मात्रै मैले यो सुनेँ। कमल खोलामा अहिले मसँग माछा नभएको मैले मार्दैछु आमालाई धेरै भनेको नजिकबाट माछाको मैले एउटा नाम निशाना पाउने अब फेरि एकपल्ट कनेक्ट भयो मेरो कलाकारहरूले चाहिँ नि यस्तो फिल गरेर गाएको अझै गीतलाई खोलामा मुख feel धुइदिनु गर्न पर्यो। सक्दैन भने कसरी कलाकार बगेको पानी चाहिँ सफा हुँदो रहेछ धुइदिउँ त कतै अनुहार सफा हुन्छ कि पानी जस्तै पिट्टुले यो गाइराख्दाखेरि सबैको यहाँ यो आँखा कुहिएको रसाउँदाखेरि थोप्रा। सबैले आफ्ना आफ्ना आमा सायद सम्झिरहेकै थियो होला र पिट्टु म तपाईँलाई केही तस्बिरहरू देखाउँछु आउनुहोस्। अहिले तिमीलाई सम्झी बगेको पानी मुख पनि धुयो त्यहाँ तिमीलाई बारो सफा सफा धुइन इफेक्ट लाग्यो कि मेरो अनुहार त्यस्तो मेरो अनुहार त्यस्तो होइन नि मेरो फ्यामिलीमा चाहिँ अब मेरो मम्मी दिदीहरू हुनुहुन्छ पछाडि हेर्नुहोस् कतिवटा होइन यो साथीहरू बुढी पनि कचेरा भयो भने त लाज हुँदैन तिम्रो माया अब म चाहिँ खोला छोडेर डाँडा जाँदैछु डाँडा तिम्रो काखमा खोला नजाउँ होला दिने जो त्यही भएर जाँदैन अब मम्मीसँग पनि केही कुरा गर्छु नि म आज यो ठाउँमा आउनु भनेको होइन एकदम निजगढवासीहरूलाई पनि म धन्यवाद दिन्छु होइन दुई तिनजना बाबु भइसक्छ हामीले रोपेको हामीले रोपेको धान सोमसिंह अनि भइसक्यो अब सागर बाबुहरू भइसक्छ होइन सानैदेखि नै उसलाई एकदम लगेर अब भन्नु र कलैयातिर पनि उसलाई गीत गाउन लगाएको हो खेताला हाम्रो खेताला चाहिँ फेरि हाम्रो पुरानो हजुरहरूलाई पनि धेरै धेरै धन्यवाद खेतादेखि लिएर माथिसम्म मेरो कान्छी छोरी हो अनि मेरो छोरीहरू उहाँ हुनुहुन्छ अचारहरू पनि पाएँ यस्तो दाम भइसकेको थियो दाम जे होस् खुसी लागिरहेछ आफ्नो छोरी यो ठाउँमा पुग्नु भनेको होइन बसै यो थ्याङ्क यू सो मच यस्तो दिन छ त के उड्दैछ आकाशमा एरोप्लेन उड्दैछ क्या हुन्छ साथीहरू अब अझै भिडियो गर्नुपर्ने हुन्छ मैले भिडियो चाहिँ धेरै पछाडि हालेको होइन साथीहरू यति भन्दै बाई बाई